हेलो गाइज नमस्ते सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज म तपाईहरुको सामु फेरि एउटा नयाँ अपडेट लिएर उपस्थित भइसकेको छु। तपाईहरुले सबैजनाले क्वेशन गर्दै हुनुहुन्थ्यो कि सर्वोत्तम प्यान्टको आइपिओ को रिजल्ट कहिले आउँछ, यो कतिसम्म जान्छ, यो कहिले यसको रिजल्ट पब्लिस हुन्छ भनेर क्वेशन तपाईहरुले गर्दै हुनुहुन्थ्यो। यो सबै फुल इन्फर्मेसन लिएर म यो भिडियोमा उपस्थित भइसकेको छु तपाईहरुको सामु। प्लिज यो भिडियो लास्टसम्म हेर्नु होला। तपाईहरुकै लागि यो भिडियो मैले बनाइदिएको छु। यो सर्वोत्तम पेन्ट 3 चरणमा आइपिओ निष्कासन गरेको थियो। पहिलो चरणमा अनि दोस्रो चरणमा कम्पनीको कर्मचारीहरुको लागि अनि तेस्रो चरणमा जनरल पब्लिकको लागि जेठ 28 गतेदेखि असार 2 गतेसम्म यो आइपिओ निष्कासन भएको थियो। सर्वोत्तम पेन्ट इन्डस्ट्री लिमिटेडको आइपिओमा मागभन्दा झन्नै 44.05 गुणा बढी आवेदन परेको थियो। त्यही भएर यो गोलफ प्रथा मार्फत यसको आइपिओ को बाँडफाँड हुनेछ। आवेदकको संख्या 28,97,125 जना रहेको छ भने आवेदकता 3,10,80,210 जना रहेको थियो। आइपिओमा झन्डै 44.5 गुणा बढी ओभरसब्सक्राइब भएको छ। आइपिओ पर्नेको संख्या थोरै कम देखिरहेको छ। 70,550 जनालाई मात्र यो आइपिओ हात पार्नेछ, बाँकी सबैलाई हात रित्तो हुनेछ। यो इस्यु प्राइस यसको आरएस नै थियो। सहीकै प्राइसमा यो आइपिओ नि निष्कासन भएको थियो। इस्यु म्यानेजर ग्लोबल आइएमई क्यापिटल थियो। यो कम्पनी हेर्दाखेरि राम्रै देखिरहेछ। यो त राम्रै जान्छ, पेन्ट कम्पनी छ। अहिले हाइड्रो पावरहरु 8-10 गइरहेछ, 12 गइरहेछ। पेन्ट छ, यो त राम्रै जान्छ। सबैजनाको यस्तै अनुमान छ। यसको रिजल्ट प्रकाशनको बारेमा अहिले त केही चर्चा भएको त छैन, तर मलाई लागिरहेछ कि यही हप्ताभित्र फ्राइडेसम्म यसको रिजल्ट पब्लिक हुन्छ जस्तो लागिरहेछ। यसो हेर्दाखेरि त्यो आइपिओ भाग्यले नै हात पार्नु हुनुहुन्छ, किनकि लास्टै बढी आवेदन परेको छ। यसमा 70,550 जनालाई मात्र यो आइपिओ पर्नेछ। तपाईहरुलाई जसलाई पर्नेछ यो आइपिओ सबैजनाले लङ टाइमसम्म होल्ड गर्नु होला, किनकि भर्खरै एभरेस्ट कलरको नि आइपिओ आएको थियो अनि यो सर्वोत्तम पेन्टको नि आएको छ। यो आइपिओहरु राम्रै जान्छ पेन्ट कम्पनीहरुले, त्यही भएर लङ टाइमसम्म अलिकति होल्ड गर्नु होला। अहिले मार्केटमा लास्टै उतार चढाव भइरहेछ के, त्यही भएर भाग्यले नै हात पार्नुहुन्छ 10 किता, किनकि लास्टै कम्पिटिसन छ अहिले मार्केटमा हेर्नु भएको होला। त्यही भएर यति भन्दैछु म। अनि यो कम्पनी पनि राम्रै देखिरहेछ। यसको इस्यु म्यानेजमेन्ट नि ग्लोबल आइएमई क्यापिटल रहेको छ अनि सर्वोत्तम पेन्टको अहिले यो लास्टै पुरानो कम्पनी पनि छ नेपालको अनि राम्रै चलिरहेछ। इपिएसहरु नि राम्रो छ, यसको सबै राम्रो छ। त्यही भएर अलि लङ टाइमसम्म यसलाई होल्ड गर्नु होला, यति म भन्छु। बाँकी तपाईहरुकै मर्जी। सकेसम्म आइपिओ क्लोज डेट देखि लिएर 7 देखि 8 दिनको भित्रमा रिजल्ट आउने हो। त्यस्तो हेर्दाखेरि फ्राइडेसम्म यसको रिजल्ट आउँछ अनि त्यसपछि 10 देखि 15 दिनको भित्रमा डिमेट खातामा आउँछन्। यस्तै तपाईहरुको सामु म नयाँ इन्फर्मेसन लिएर उपस्थित भइदै रहन्छु। प्लिज तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्छ भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि यस्तै भिडियोहरुको लागि हामीसँग जोड्नु होला।